हेलो एभ्रिवान आज चाहिँ हामी म्याड्रिडको कोलोनमा चाहिँ अब लाइभ सो देखाउँदैछ त्यसको लागि चाहिँ हामी यहाँ जाँदैछौँ स्पेनले जित्छ है स्योर स्पेन गन विन अनि चाहिँ आज मसँग यहाँ छ रोसा हेलो नमस्ते सबैजनालाई कसले जित्छ आज स्पेनले जित्छ आर स्योर 100% स्योर आज स्पेनले जित्छ म के कति गोल हान्छ ल प्रिडिक्ट गर त आज 4-3 त्यति नै होला सायद अर्जेन्टिना 3 ल म चाहिँ आज चाहिँ अर्जेन्टिना 2 अनि चाहिँ स्पेन चाहिँ 3 हुन्छ जस्तो लागिरहेछ त्यहाँ निशा छ ल बहिनी आऊ यता मेस्सीको फ्यान एउटा त्यसपछि अर्को चाहिँ स्पेनको फ्यान यता निशा अर्को बहिनी लेट्स अफ फुल सपोर्ट 100% सपोर्ट चाहिँ अब स्पेनलाई छ के अरे कति गोल हान्छ होला आज म चाहिँ के भन्छु भने अब के गर्नु आफ्नो कर्मभूमि हो होइन त्यही भएर स्पेनले जितोस् भनेर एकदम ठुलो इच्छा छ क्या सानैदेखि अब टिभीमा हेरेको वर्ल्ड कप है अनि यो जितेको फेस्ताहरू हुन्छ नि अब पार्टी हुन्छ नि आफ्टर विनिङ पार्टी त्यो हेर्ने चाहिँ एकदम ठुलो रहर के त्यही भएर चाहिँ स्पेनले जितोस् मलाई त्यो इन्जोय गर्नु छ त्यही पनि अब प्रेडिक्सन अनुसार चाहिँ अब कति गोल 3-2 हुन्छ कि स्पेनको 3 स्पेन 3 अर्जेन्टिना 2 बहिनीको मलाई त केही थाहा छैन तर म फुल सपोर्ट चाहिँ स्पेनको त्यही पनि अन्दाज गर न कति गोल हान्ला गोल 3-2 अर्जेन्टिना अब हामी यहाँ 4 जना चाहिँ स्पेनको सपोर्टर छौँ यहाँ 1 जना चाहिँ अर्जेन्टिनाको छ होइन हाम्रो ग्रुपमा चाहिँ यसो देख्दाखेरि चाहिँ के अरे कागको बथानमा एउटा बकुला भने जस्तो देखिरहेछ कि ल अर्जेन्टिना फ्यान मेस्सीको बिग फ्यान कति गोल हान्छ आज म चाहिँ मेरो प्रेडिक्सन अनुसार चाहिँ मेस्सीले त जित्नु परि गयो होइन मेस्सी अर्जेन्टिना 2 होइन स्पेनिया 1 तर टु बी अनेस्ट होइन मेरो लागि चाहिँ फर्स्टमा चाहिँ अर्जेन्टिनाले जितोस् भन्ने छ होइन सेकेन्डमा चाहिँ स्पेनले जित्यो भने पनि आई विल बी ह्याप्पी होइन किनभने हामी यहीँ छौँ होइन तर फर्स्टमा चाहिँ अर्जेन्टिना बाई द वे म पनि मेस्सीको बिग फ्यान हो होइन अब बिग फ्यान भए पनि आफू यहाँ भयो भने अब फुल सपोर्ट चाहिँ स्पेनलाई हो स्पेनले जित्यो भने चाहिँ एकदम ह्याप्पी मेस्सीले जित्यो भने पनि ठिकै छ मेरो चाहिँ वान एन्ड ओन्ली रिजन स्पेनले जित्नुको कारण किनकि म स्पेनमा छु मेरो कर्मभूमि हो होइन त्यसको लागि चाहिँ आई वान्ट स्पेन टु विन विवे स्पाना तिमी कसको फ्यान हो यामाल बहिनी पेद्रो ल नानी कसको फ्यान हो क्याबी कस्तो ह्यान्डसम छ त्यो कस्तो राम्रो खेल्छ लामी नेमाल पनि हो क्याबीको चाहिँ मजै मेन चाहिँ यो 15-16 वर्षदेखि पछिको वर्ल्ड कपमा चाहिँ अब चाहिँ फाइनलमा पुगेको छ के अरे जित्नु नै पर्यो लेट्स सी अब के गेम हो अब हार जित भइहाल्छ अब कसले जित्छ थाहा छैन होइन तर फुल सपोर्ट चाहिँ स्पेनलाई हो हामी हेर्न पाउँदैनौँ होला किनभने यति धेरै क्राउड छ होइन यस्तो धेरै मान्छे छ खुट्टा टेक्ने ठाउँ छैन अहिले हामी चाहिँ भित्रभित्र जाँदैछौँ ताकि हेर्न पाउँछ भनेर अब 8:30 भइसक्यो 9 बजीदेखि स्टार्ट हुन्छ अब हेरौँ के हुन्छ आज तपाईँहरूले नि हेर्नुपर्छ हामीसँगै ल यहाँ खेलाडीहरू यहाँ
सचिनलाई भन न खोइ त इन्टरभ्यू लिएको बुझा सचिनलाई यहाँ बोला न युट्युबमा No, ese es largo. कसले जित्छ हजुर कसले जित्छ गेम जित्ने त फिक्स स्पेनले नै हो गोल हान्छ कति गोल मैले चाहिँ 2-1 भनेको भएन अब 1-0मा सकिने भयो गेम 1-0 भन्नाले कसको 1 स्पेनले फिक्स जितिहाल्छ नि स्योर 100% स्योर ल हेर्दै जानु ल गेम सिद्धिनु लाग्छ के अरे अब धेर छैन दाइ अब 70 30 मिनटमा त गोल हान्छ 2 गोल हान्छ ल अनि अर्जेन्टिना स्टिल होप छ होइन आज चाहिँ अर्जेन्टिनाले चाहिँ एक हानेर सिद्धिन्छ हल्का चेन्ज भएको छ जित्छ होला स्पेनले जित्छ तर मलाई लाग्छ 1-0 हुन्छ स्पेनको 1-0 अर्जेन्टिना ल ल हेर अहिलेसम्म कति भयो टाइमिङ 70 भइसक्यो भने चाहिँ चाहिँ अहिले चाहिँ दुईजनाले बेट लगाएको छ होइन अब यहाँ रिनाले के भन्दैछ सुन्नुहोस् है त मैले चाहिँ सचिनसँग आज बिट लगाएको छु कुरो चाहिँ के हो भने मैले चाहिँ अर्जेन्टिनातिर सुन त होइन अर्जेन्टिनाले जितेन भने यो कान काटेर म उता हाम्रो रेस्टुरेन्टमा के म ब्रासामा बनाएर सचिनलाई प्लाउतामा दिन्छु अनि उसले जित्यो भने चाहिँ मैले काटेर दिने अनि मैले जितेँ भने चाहिँ उसले काटेर दिने फ्लाउता बनाएर खाने मन्जुर छ ल मन्जुर दियो ल डन ल डन सेगुरो ल यो चाहिँ भिडियोमा तपाईँहरूले सेभ गरेर राख्नु है ल है ल यो चाहिँ दुईटाले बेट लाग्छ है हार्यो जित्यो भने कान काट्दैन जितेन भने चाहिँ कान काट्छ भने चाहिँ ल हेरौँ हाँस्दैन अब निशा निशा
फाइनल्ली स्पेनले गेम जितेको छ ए 1-0 तर भने जस्तो प्रेडिक्ट त भएन तर त्यो छान्यो निशा कस्तो भयो एकदम रमाइलो त यत्रो मैले भने थिएँ लास्टमा मेरो प्रेडिक्सन मैले चेन्ज गरेँ 1-0 and 1-0 Vamos! कस्तो भयो खुसी नै छु अनि खुसी छु आफू बसेको ठाउँमा अब आफ्नो कर्मभूमिले नि जित्यो मैले अघि नै भनेको थिएँ कि स्पेनले जित्यो भने म खुसी हुन्छु भनेर सो कङ्ग्रेचुलेसन टु अल के अरे स्पेनको फ्यान्सहरूलाई अनि तपाईँहरू सबैजनालाई बहिनी कस्तो भयो गेम अब एकदम नराम्रो एकदम अनफेयर भन्नुपर्छ अब किन मलाई मन परेन किनभने मैले जितेकोले जितेन तर स्पेनले जित्यो नि त ह्याप्पी त छौ नि छैन दाइ छैन मेरो अर्जेन्टिनै हो आनलाई कस्तो लाग्यो एकदम राम्रो लाग्यो कसको सपोर्ट हो तिमी जसले जित्यो त्यसकै सपोर्ट हो म त हो र ए खुसीको माहौल बढिरहेको छ दाइ कस्तो लाग्यो म त एकदम इक्वल थियो होइन हजुर अब जितिहाल्यो अब ठिकै छ होइन जसले जिते पनि मलाई त खुसी नै थियो तर सपोर्ट चाहिँ कसको थियो तपाईँ मेरो त इक्वलै हो भाइ म ह्याप्पी छु होइन अब सचिन मभन्दा धेरै सचिन खुसी छ सचिन कस्तो भयो म त धेरै खुसी छु मैले पहिले नै भने स्पेनले जित्छ भनेर हो होइन अब त्यस्तै हो गेम भयो भने आज स्पेनले जित्छ नि भने मलाई कन्फर्म 100मा 100% थियो हो ल के खालको बाजा अलि मजाले बजाउ न यार ओ वहाँ हेर सेलिब्रेसन Vamos! कस्तो लाग्यो गेम एकदमै खत्रै भएको थियो आज है मन ढुक भएको थियो तर मैले पहिल्यै भनेको थिएँ नि त जसले जिते पनि म खुसी छु हुन्छु भनेर त्यही भएर म खुसी छु आइम ह्यापी तर ऊ चाहिँ अर्जेन्टिनाको बिग फ्यान होइन तर जब मेसीको थिए ओके तर उसले मेसीले गोल खाँदाखेरि चाहिँ मेसी नभनौँ अर्जेन्टिनाले गोल खाँदा चाहिँ ऊ जस्तो स्याड चाहिँ कोही थिएन कि त्यहाँ चाहिँ तर ठिकै छ किनभने स्पेनले पनि यत्रो 16 वर्ष पछाडि होइन यो वर्ल्ड कप जितेको हो सो वी आर ह्याप्पी Vamos!
यो चाहिँ स्पेनले जितेको खुसियालीमा ल जे होस् हारे पनि अर्जेन्टिनाको फ्यानहरू उहाँ फोटो खिच्दैछन् 3 जना अर्जेन्टिना मेसीको जर्सी लाएर चाहिँ ल बाटैभरि मान्छे उता हेर्दैथ्यो के भनेछ पुता अर्जेन्टिना भन्दैछ देख्यौ कस्तो हुन्छ मैले लगाएको मलाई